यो म बुझाउन ट्राई गर्छु ल। सबसे पहिले स्टोरी डिस्प्लेसमेन्ट। अब स्टोरी डिस्प्लेसमेन्ट के हुन्छ भन्दाखेरि जस्तै यो बेस भयो नि, यो बेस, अनि यो बेसबाट यो डिफ्रेन्ट स्टोरी छ, त्यो बेसभन्दा कति डिस्प्लेस भएको छ होइन, लेटरल फोर्स लाग्दा। अब जस्तै कि यो यति भयो, मतलब यहाँ 0 थियो पहिले होइन, अनि 0बाट यो यहाँसम्म पुगेछ, अनि यो डिस्प्लेसमेन्टलाई डेल्टा 1 भन्ने। त्यसरी नै हेर्नु, यो यस्तो डिफ्रेन्स आउँछ नि यो दुईवटाको बिच, अनि यहाँदेखि यहाँसम्मको यो ठ्याक्कै लास्टसम्मको डेल्टा 2 भयो। अनि यो जुन छ नि यो दुईवटा, यसको यानि कि nth भनेको जस्तै कि सेकेन्ड फ्लोरको, अनि यो n-1 फ्लोर भयो यसको लागि होइन, यानि कि फर्स्ट फ्लोर। सो यो दुवैको डिफ्रेन्स भनेको ड्रिफ्ट हुन्छ। डिस्प्लेसमेन्ट भनेको यो 0बाट यो बेसबाट टोटल यतातिर गएको होइन, अनि ड्रिफ्ट भनेको यो एडजसेन्ट यहाँबाटै यो यसको तल यो छ, यो तलबाट वाला तलको स्टोरीभन्दा कति यता त्यो कुरा। जस्तै कि यहाँबाट यस्तो गऱ्यो भने यति भनेको यसको लागि ड्रिफ्ट, थर्ड फ्लोरको लागि ड्रिफ्ट भनेको यति भयो। अनि यसलाई के लेख्न पायो, डेल्टा 3/डेल्टा 2 होइन, किनभने यतिबाट यति घटायो भने यहाँको ड्रिफ्ट आउँछ। सो त्यही कुरा यो स्टोरी ड्रिफ्ट भयो। अनि ड्रिफ्ट रेसियो भनेको ड्रिफ्ट अफ अ स्टोरी, कुनै यो सेकेन्डको ड्रिफ्ट यति, अनि यो सेकेन्ड फ्लोरको हाइट कति छ h2, त्यो भनेको ड्रिफ्ट रेसियो हुन जान्छ है। अनि यो केही लिमिट्सहरू छ, यो लिमिट्स यहाँ त 4% अफ टोटल हाइट भनेको थियो, तर यहाँ 0.0004 सरी 4 भन्दैछु 0.04% है, यो IS 1893 को क्लज 7.1.1मा छ। अनि यो एनबिसीको क्लज 5.6.3मा दिएको छ। अल्टिमेट लिमिट स्टेट युज गर्यो भने म्याक्सिमम ड्रिफ्ट 0.025 आर, यो के छ वाट एभर म्यू होइन त्यो, अनि आर म्यूको फर्मुलामा भ्याल्यु भन्छ तपाईँलाई। अनि सर्भिसेबिलिटीको लागि 0.006 यानि कि 0.6% यति चाहिँ लिमिट हुन्छ यसको। अब हामीले एउटा बक्स बनाउँछौँ होइन, बक्समा के भयो, स्टोरीहरू लेखेँ 1 2 3 4, अनि यो डिस्प्लेसमेन्ट त मलाई दिएकै छ सुरुदेखि नै होइन। यो भनेको डिस्प्लेसमेन्ट 1 भनेको 12 mm, यानि कि बेसबाट यता 12 mm गएको छ, यो भ्याल्यु 12 mm भयो। अनि यति बेला मैले खासै त गर्नु पर्दैन, तर मैले जस्ट यसो देखाइदिएँ कि 12 - 0, मैले बेसलाई 0 मानेको छु, यसलाई 0 माने। अनि 12 - 0 12, 25 - 0 25, यसरी हरेक फ्लोरको बेससँग कति डिफ्रेन्स छ त्यसलाई भनिन्छ स्टोरी डिस्प्लेसमेन्ट होइन। त्यसपछि म ड्रिफ्टमा आएँ। ड्रिफ्ट भनेको के भनेको थिएँ, सेकेन्ड फ्लोरको, जस्तै यो फर्स्ट फ्लोरको लागि यहाँदेखि तान्यो भने यहाँदेखि यहाँसम्मको डिफ्रेन्स भनेको ड्रिफ्ट भयो यसको लागि होइन, फर्स्ट फ्लोरको लागि। सो फर्स्ट फ्लोरको लागि 12, यो भनेको 12 अनि -0, यो यसको लागि ड्रिफ्ट। त्यस्तै गरी सेकेन्ड फ्लोरको लागि के हुन्छ, सेकेन्ड माइनस फर्स्ट फ्लोरको डिस्प्लेसमेन्ट होइन, 25 - 12, सो 25 - 12 13। त्यस्तै थर्ड फ्लोरको लागि nth भयो थर्ड, त्यसको त्योभन्दा तल कुन छ, त्योभन्दा तल सेकेन्ड छ, सो सेकेन्ड, यो दुवैको डिफ्रेन्स के भयो, यसको लागि ड्रिफ्ट 36 - 25। त्यस्तै यहाँ 48 र 36, 48 - 36 12, यसको ड्रिफ्ट भयो। त्यसपछि ड्रिफ्ट रेसियो भनेको के हुन्छ, ड्रिफ्ट बाई हाइट होइन। सो ड्रिफ्ट कति आएको छ 12, अनि हाइट कति छ 3200 mm, एमएममा कन्भर्ट गरिदिनु 3.2 मिटर दिएको थियो, 1000ले गुणा गर्दा हुन्छ। अनि यो सबैको ड्रिफ्ट रेसियो निकाले होइन। अब मेन कुरा आउँछ, अब तीनवटैको चेक गर्नुपर्छ। अब चेक गर्नलाई सबसे पहिले 1983-2016 को अनुसारले के भनेको छ, 0.4%, 0.4% नाग्नु भएन, क्रस गर्नु भएन। अनि यो के छ 0.0033 भनेको 4भन्दा कमै भयो, यो ओके भयो। तर यो 0.00406 हल्का माथि गएको छ, त्यही भएर यो नट ओके भयो। यो ओके 0.003, यो पनि 0.00375, 0.004 भन्दा कमै भयो, त्यही भएर यो ओके। अब अल्टिमेट यो जुन छ नि अल्टिमेटवाला, यहाँ भनेको थिएँ अल्टिमेट लिमिट स्टेटको म्याक्स ड्रिफ्ट भनेको 0.025, यानि कि 2.5%, 2.5% डिभाइड आरम्यू। अब आरम्यू भनेको टेबल 5.2 हेर्नुहुन्छ, 105 2020 को एनबिसीवाला, त्यहाँ छ कि आरम्यू आरसिसी बिल्डिङको लागि 4 हुन्छ भ्याल्यु, त्यही भएर यहाँ मैले यहाँ 4 राखेँ यो, अनि 0.00625 हुन जान्छ, यानि कि 0.006 भन्दा
कम हुनु पऱ्यो होइन ड्रिफ्ट। अनि यहाँ कति छ 0.003 0.006 भन्दा कम भयो, त्यही भएर ओके, यो पनि ओके, यो पनि ओके, यो पनि ओके। त्यसरी सर्भिसेबिलिटी पनि 0.006 आउँछ कि यहाँ 0.6% थियो, त्यही भएर 0.006 भन्दा यो सबै कम भ्याल्यु छ, त्यही भएर यो सबै ओके भयो। यति हो आन्सर।